वेलकम छ तपाईँहरूलाई यो सेसनमा। आजको यो सेसनमा चाहिँ हामी विशेष गरेर कुरा गर्नेछौँ एसइओ भनेको के हो र यसका फाइदाहरू चाहिँ के छन् यसको बारेमा चाहिँ हामी आजको यस भिडियोमा विशेष चर्चा गर्नेछौँ। सो तपाईँलाई मैले यहाँ थोरै आफ्नो स्क्रिन सेयरहरू गरेर देखाइरहेको छु है, सो ताकि तपाईँलाई बुझ्न अझै सजिलो होस् भनेर। सो एसइओ भनेको के हो त नि होइन, एसइओको फुल फर्म रहेको छ तपाईँको सर्च इन्जिन अप्टिमाइजेसन। यहीँबाट तपाईँले थाहा पाउन सक्नुहुन्छ कि सर्च इन्जिन अप्टिमाइजेसन भनेको दुईवटा शब्दबाट चाहिँ मिलेर बनेका छन् होइन। एउटा सर्च इन्जिन अनि अर्को अप्टिमाइजेसन है, दुईवटा शब्द छन्। र यसको अर्थ के हुन्छ भन्दाखेरि सर्च इन्जिन भनेको जस्तै गुगलमा हामीले केही कुरा गएर सर्च गर्छौँ भने गुगल एउटा आफैमा सर्च इन्जिन हो होइन। अब युट्युबमा गएर हामीले केही कुराहरू सर्च गर्छौँ होइन, हामीले केही किवर्डहरू राख्छौँ भने युट्युब आफैमा एउटा सर्च इन्जिन हो, फेसबुक आफैमा एउटा सर्च इन्जिन हो। सो त्यो सबै सर्च इन्जिन भयो। अनि अप्टिमाइजेसन भनेको के हो भन्दाखेरि त्यो सर्च इन्जिनलाई चाहिँ कसरी हुन्छ हामीले बेस्ट वेमा चाहिँ युज गर्छौँ है। सो सिम्पल वेमा अझै हामी कसरी बुझौँ भन्दाखेरि कुनै पनि सर्च इन्जिनको आफ्नै रुल्स एन्ड रेगुलेसन हुन्छ। सो त्यही रुल्स एन्ड रेगुलेसनलाई चाहिँ फलो गर्दै हामीले आफ्नो वेबसाइटलाई चाहिँ अप्टिमाइज गर्छौँ भने त्यसलाई नै सर्च इन्जिन अप्टिमाइजेसन भनिन्छ है। सो कुनै पनि सर्च इन्जिनको रुल्स एन्ड रेगुलेसनलाई फलो गर्दै हामीले आफ्नो वेबसाइटलाई चाहिँ अप्टिमाइज गर्छौँ भने यसलाई नै सर्च इन्जिन अप्टिमाइजेसन भनिन्छ। र एसइओ चाहिँ किन गरिन्छ त नि भन्ने तपाईँको मनमा प्रश्न आउन सक्छ। सो एसइओ सिक्नेका अब धेरै बेनिफिट्सहरू छन् होइन, करियर वाइज फ्युचर वाइज हेर्ने हो भने अब धेरै बेनिफिट्स छन्। सो तपाईँलाई चाहिँ म यहाँ केही मुख्य बेनिफिट्सहरू चाहिँ तपाईँलाई सेयर गर्नेछु। सो एसइओ किन इम्पोर्टेन्ट छ त नि होइन। सो यहाँ नम्बर 1मा रहेको छ विदाउट एसइओ योर वेबसाइट इज इन्भिजिबल होइन। सो तपाईँले कुनै पनि साइटको चाहिँ राम्रो एसइओ गर्न सक्नु भएन भने चाहिँ यसरी गुगलमा यसरी ऱ्याङ्किङमा आउँदैन होइन। जस्तो म तपाईँलाई देखाइदिन्छु हाउ टु लर्न एसइओ भनेर यसरी चाहिँ हाउ टु लर्न एसइओ भनेर सर्च गरियो भने नि यसरी यो यसरी चाहिँ फर्स्टमा चाहिँ यो ऱ्याङ्किङमा आएका छन् नि यी पेजहरू सबैले आफ्नो साइटलाई चाहिँ गुगलको जुन चाहिँ रुल्स एन्ड रेगुलेसन छ त्यही अनुसार चाहिँ उनीहरूले आफ्नो यो साइटलाई चाहिँ अप्टिमाइज गरेका छन् ताकि हरेक यो साइटमा चाहिँ हरेक ट्राफिकहरूले चाहिँ क्लिक गर्न सकोस् कि होइन। सो हामीले अभियसली फर्स्ट पेजलाई चाहिँ हामीले चाहिँ प्रायोरिटी दिन्छौँ, हामी सेकेन्ड थर्ड पेजमा चाहिँ क्लिक गर्दैनौँ। सो तपाईँको साइटलाई यसरी गुगलमा देखायो भने भिजिबिलिटी बढ्छ तपाईँको साइटको होइन। सो तपाईँको साइट चाहिँ एकदमै भिजिबल हुन्छ। सो त्यसै गरी दोस्रोमा रहेको छ एसइओ ब्रिङ्स फ्री अर्ग्यानिक ट्राफिक होइन। सो यो चाहिँ एउटा अर्ग्यानिक स्ट्राटेजी हो होइन। सो त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले एकदमै फ्री क्लाइन्टहरू चाहिँ पाउनुहुनेछ होइन। अनि एसइओले भनेको तपाईँलाई एउटा राम्रो अर्निङ गर्ने अपर्च्युनिटी पनि दिन्छ क्या होइन। सो तपाईँको आफ्नै एउटा ब्लगिङ साइट खोल्नुहुन्छ र त्यो ब्लगिङ साइटमा तपाईँले राम्रो एसइओ गरेर ऱ्याङ्किङमा ल्याउनु भने तपाईँको साइटमा चाहिँ धेरैजना चाहिँ ट्राफिकहरू हुन्छ होइन। सो मोर देन ट्राफिक तपाईँको साइटमा भइसकेपछि तपाईँले एफिलिएट मार्केटिङको अप्सन पाउनुहुन्छ होइन। सो विभिन्न डिजिटल प्रडक्टहरूको चाहिँ भनौँ न प्रमोट गर्ने अनि सेलिङ गर्ने अपर्च्युनिटी पाउनुहुन्छ। त्यो चाहिँ तपाईँको लागि एउटा इन्कम सोर्सेस हुन्छ। बिल्ड ट्रस्ट एन्ड अथोरिटी है। सो हामीले अभियसली गुगलमा जति पनि यसरी फर्स्टमा ऱ्याङ्किङ भएको साइटहरू छन् यसलाई नै हामीले चाहिँ बढी ट्रस्ट गर्ने गर्छौँ होइन। सो कुनै पनि साइटको चाहिँ ऱ्याङ्किङमा आउँछ भने त्यो भनेको एकदमै ट्रस्ट वर्थी हो होइन। सो कुनै पनि साइटको चाहिँ ट्रस्ट चाहिँ बिल्ड गर्छ एसइओले होइन। सो अनि एसइओ भनेको चाहिँ तपाईँको लङ टर्म ग्रोथ स्ट्राटेजी हो कि होइन। सो त्यो कारणले गर्दाखेरि तपाईँले अब एक्चुली राम्रो एसइओ गर्नुभयो भने चाहिँ 5-7 महिना अथवा 1 वर्षसम्म पनि तपाईँको साइटमा चाहिँ एसइओ के अरे फ्री अर्ग्यानिक ट्राफिकहरू चाहिँ आइरहेको हुन्छ है। सो यो बिजनेस ओनरहरूको लागि चाहिँ एकदमै फाइदाजनक हुन्छ। सो हेल्प्स यु अन्डरस्ट्यान्ड योर अडियन्स होइन। यसले चाहिँ हामीले चाहिँ भनौँ न हामीले एसइओ गर्नु भनेको चाहिँ हामीले त्यहाँ विभिन्न किवर्ड रिसर्च गरिन्छ, सर्च इन्जिनका कुराहरू गरिन्छ होइन। त्यो गर्नु भनेको हामीले आफ्नो क्लाइन्टलाई चाहिँ बुझ्ने हो कि होइन। सो क्लाइन्टले त्यो किवर्डहरू चाहिँ किन राखेका छन् त्यसको पछाडिको कारणहरू के छ होइन। सो हामीले चाहिँ आफ्नो कस्टमरलाई चाहिँ राम्रोसँग चिन्ने अपर्च्युनिटी चाहिँ पाउँछौँ। सो यो थियो कुनै एकदमै महत्त्वपूर्ण बेनिफिट्स थियो एसइओको चाहिँ है। सो अझै धेरै बेनिफिट्सहरू चाहिँ छन् तर सबै कुराहरू म यहाँ क्याप्चर चाहिँ गर्न सक्दिनँ होइन। सो तपाईँले अरू भिडियोजहरू हेर्न सक्नुहुनेछ।
सो आजको लागि भने यति नै।